ल गाइसहरु यो चाहिँ हाम्रो चाइनिज इट्टा उद्योग काम चलिरहेको छ। यहाँ काँचो इट्टाहरु बनाइरहेको छ, तर यहाँ चाहिँ पोल्दो रहन्छ, बाहिर लिइरा रहेछ। काम चाहिँ जता चलिरहेको छ यसरी। तर भ्यू बबाल भ्यू है गाइसहरु, बबाल 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 है। हाम्रो सरहरु यहाँ हुन्छ। अब हाम्रो सरहरु यहाँ पौडी खेल्ने, डाइभ हान्ने भन्ने कुरा आइरहेछ। अब हेर्नु पर्छ, हाँसहरु चाहिँ डाइभ हानिरहेका छन्। हाँसहरु यसरी। यो चाहिँ मिनी के रे फ्योटाल भन्नुपर्छ है, मिनी फ्योटाल। हाँसहरुले अब हाम्रो सरहरु नि यहाँ चाहिँ अब कपडा सपडा कारेर डाइभ हान्नु पर्यो भन्दैछन्। ल है ल है ल है, हुर 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 हुर। सरहरु डाइभ हान्ने रे अब यसरी डाइभ हान्ने रे। हाँसहरु त हानिराखन है, हाँसहरु त हानिराखन। अब एकछिनमा हामी पनि हानिदिन्छौँ, गर्मी धेरै भइरहेछ आज। बबाल भ्यू आइरहेछ है मित्रहरु। सरररररर यसरी। पानी सबै त हान्नुहुन्थ्यो। देख्नुभयो त मित्रहरु। यसरी हेर्यो भने हाम्रो पारी हिमालचुली हिउँहरु पनि देखिन्छ जस्तो लाग्यो यसरी। देख्नुभयो नि त हिउँहरु। कुन कुन हिमाल हो गाइजहरु यो भनिदिनु होला है। हाम्रो काठमाडौँको भ्यू हो, काठमाडौँ देखिने हो। ल सररर यसरी यहाँ गयो भने हाम्रो भेडाहरु पनि चलिरहन्। भेडाहरु भेडै भन्छ हैन, भेडै भन्छ। यो भेडाहरु चलिरहन्। भेडाहरु चाहिँ के छ, टक्क लाएर यस्तो ठाउँमा गर्लफ्रेन्ड भइदिएको कति गजब हुन्थ्यो हैन, कति मजा हुन्थ्यो हैन। सिंगल मान्छे यो ठाउँमा त टक्क लाएर केटी लिएर गर्लफ्रेन्ड लिएर आउनु पर्ने ठाउँ रहेछ। तर हेर्नु है गाइजहरु, यहाँ त ठ्याक्कै आफ्नो गाउँ ठाउँतिरको पहाडतिर गए जस्तो फिल भयो है आज त। भेडासित टक्क लाएर चढिरहेको छन् यहाँ। ए ताल त कति ताल जति पनि ताल। ट्रेनको लिक पनि छ, ट्रेनको लिक पनि छ यहाँ। जमाना हामीले चलाइरहेको हो हैन। के छ त देख्नुभयो त, यसरी चढिरहेको छन् हाम्रो भेडा हो। यो चाहिँ अर्को यहाँ दौडिरहेछ। यसको भेडा बाख्रा गोठालो होला सायद, नहुनु नि सक्छ। भ्यू वाह, यस्तो बोबाल भ्यू है तपाईहरुलाई। ल है मित्रहरु, आज हामी चाइनिज इट्टा उद्योगमा आएका छौं। यो चाहिँ बन्द भएको है। खै यो के कारणले बन्द भएको भन्ने कुरा चाहिँ थाहा छैन, तर यो चाहिँ बन्द भइरहेको छ। सबै यो लट्ठालिङ्गा छ योहरु। यो हाम्रो इट्टा ब्लकको लागि हाम्रो सरहरु हुनुहुन्छ सब यसरी। तर भ्यू चाहिँ दामी छ यहाँ। यो चाहिँ हाम्रो यो चाहिँ ललितपुरमा भएको हो है, ललितपुरको हो। यो चाहिँ इट्टा राख्ने बोहरू सरसफाइ हुँदैछ, काम चलिरहेको छ। यहाँदेखि चाहिँ भित्र जान्छ है। यहाँदेखि भित्र जान मिल्छ कि मिल्दैन हेरौँ है त। हेरौँ है त हेरौँ, यस्तो छ रहेछ यहाँ। तपाईँलाई म सक्दो भ्यूहरू देखाइदिन्छु है त यहाँको। यो चाहिँ के भन्छ, यो माथिको चिम्नी भयो, यो भयो डग। यो डग भन्छ यसलाई। यस्तो छ बबाल बबाल। यता चाहिँ यो गोडाम छ रहेछ। गोदाममा यहाँ काँचो इट्टा हो जस्तो लाग्यो। काँचो इट्टाहरू पनि छ रहेछ बाँकी। एकछिन हामी भित्रै गएर हेर्छौँ है त गाइस। तर डेन्जरको सङ्केतहरू पनि दिइरहेको छ यहाँ। यस्तो इन्टु लेखेर जे पनि हुनसक्छ। फरेभर रहेछ। यो चाहिँ रहेछ काँचो इट्टा, नपोलेको काँचो इट्टा है गाइसहरु।
वाह के हो यहाँ त भुट बङ्गाला जस्तो देख्यो त गाइस भुट बङ्गाला हाहा भुट बङ्गाला जस्तो देखिएछ चाहिँ यस्तो छ यहाँ चाहिँ हेर्न सक्छौँ भुट बङ्गाला चाहिँ होइन तर देख्न चाहिँ त्यस्तै देख्छ है गाइस यहाँबाट चाइनिज इट्टा उद्योग यस्तो छ है यहाँ कि त कसरी निस्कने भित्र पसेर हेरौँ गाइसहरू वाह ओ ओ ओ ओ ओ ओ ओ गाइस यो भुट बङ्गाला भन्दा नि डेन्जर छ है यहाँ मलाई समात्यो भने के छ अहिले बाहिर निस्किने रास्ता समात्यो भने वाह 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 गाइस कामहरू पनि चलिरहेको छ रहेछ है ओ गाइस सुनि आओस् तपाईहरुले डर लाग्यो माइलत डर लाग्यो म निस्किए गाइस यस्तो छ बबाल है बबाल डेन्जर बबाल छ है गाइस निस्क्यौँ म बाफ रे हेलो गाइस यो त भुट बङ्गाला भन्दा नि डेन्जर छ है गाइस मलाई डर लागिसक्यो मुटु छम्केटा ढुक ढुक मुटु छम्केटा ढुक ढुक बबाल डेन्जर है गाइसहरु डेन्जर बाफ रे कहाँ म त निस्केको बाहिर यो गाइसहरु भुट बङ्गाला भन्दा नि जाँदो रहेछ है डर लाग्यो माइलट हाम्रो काम चलिरहेको छ रहेछ ब्याग स्याग कपडा सपडा यहाँ छ साथीहरुको यो सरसफाइ भइरहेको छ सायद यो युजमा आउँछ होला है के छ सरहरु भित्रको नि हेरिसक्यो पुरा भुट बङ्गाला भन्दा डेन्जर छ भित्र म फनकै घुमेर भिडियो बनाएर आइसके ए तर्साउँछ गाइजहरु यो गोडाम राखेको स्टक किट्टाहरु तर यो धेरै वर्ष भइसकेको छ यो नचलेको त्यो भएर पनि होला हामी यसको माथि जाने चाहिँ माथि जानु पर्ने खै माथि हामी जाने बाटो चाहिँ छैन रहेछ है